विपरीत बाटो बनाउने नाममा आफ्नो घर भत्काएको आरोप स्थानीयले लगाएका छन्। हनुमाननगर कंकालिनी 3 पोर्ताहा निवासी बेचु कुइसियत यादवले नगरपालिकाले बलजफ्ती आफ्नो घर भत्काएको भन्दै न्याय दिलाइदिन सम्बन्धित निकायसँग माग गरेका हुन्। साबिकको पोर्ताहा गाविस वडा नम्बर 6 को किता नम्बर 21 को जग्गामा साबिकदेखि नै घर बनाएर बसोबास गर्दै आएकोमा नगरपालिका प्रमुख वीरेन्द्र माझीको नेतृत्वमा नगरपालिकाले बलजफ्ती भत्काएको उनको आरोप छ। वर्षौंदेखि आफ्नै जग्गामा बनाएको घर भत्काइदिएपछि पूरा परिवारै समस्यामा परेको यादवले बताए। त्यहाँ बाटो विस्तारको क्रममा मेरो नम्री जग्गामा रहेको घर जबरजस्ती बारम्बार उहाँले बलपूर्वक मेरो घर भत्काउन लागेको खण्डमा मैले सम्मानित कतै गुहार गरेँ, कतै गुहार सुन्ने अवस्था थिएन। त्यसो मैले सम्मानित अदालत पुगेँ। सम्मानित जनकपुर उच्च अदालतले हामीले निषेधाज्ञा जारी मैले मुद्दा चलाएँ। मुद्दा चलाएपछि अदालतले मलाई सम्मानित अदालतबाट आदेश भयो। सार्वजनिक जग्गा हुँदाहुँदै बाटो बनाउने नाममा अदालतको आदेश विपरीत आफ्नो घर भत्काएको भन्दै उनले क्षतिपूर्ति सहित न्याय दिलाइदिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्। यता हनुमाननगर कंकालिनीका प्रमुख वीरेन्द्र माझीले कानुन अनुसार नै पोर्ताहा भलुवा सडक अन्तर्गत पर्ने बैजु कुइसियतको घर भत्काइएको दाबी गरेका छन्। माझीले सम्बन्धित पक्ष 1.5 मिटर जग्गा खाली गर्ने सहमति विपरीत अदालत गएको र आफूहरूले पनि अदालतबाटै अनुमति लिएर बाटो फराकिलो गरेको बताए। बाजुरा